स्वागत छ सम्पूर्ण भाइ बहिनीहरुमा। आज चाहिँ एसई को रिजल्ट आउने एकदमै पक्का भइसकेको छ। भर्खरै एनईबी बाट पनि अपडेट आएको छ र विभिन्न संघ संस्थामा कार्यरत रिजल्टको लागि तयार गर्ने व्यक्तिहरुबाट पनि अपडेट आइसकेको छ र आज चाहिँ एनईबी द्वारा यो 2082 सालमा हुने रिजल्ट 2081 को एसई रिजल्ट आज आउने पक्का भएको छ र म तपाईहरुलाई रिजल्ट आउनासाथ कसरी सबैभन्दा छिटो हेर्ने, आज रिजल्ट कति बजे आउँछ भन्ने कुरा सम्पूर्ण यस भिडियोमा बताउने छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। म तपाईहरुलाई ह्याङ नहुने वेबसाइट चेक गर्दा फेरि चाहिँ सजिलो हुने वेबसाइट र सिम एनटीसी को सिम मार्फत चेक गर्ने तरिका बताउने छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 जनवरी भक्तपुरका अनुसार आज चाहिँ एसई रिजल्ट प्रकाशन गर्ने भनिएको छ। अन्य कुनै प्राविधिक समस्या नआएसम्म 3 बजेदेखि 5 बजे भित्रमा चाहिँ एसई रिजल्ट प्रकाशन गर्ने कुरा फिक्स भइसकेको छ। तपाईले रिजल्ट प्रकाशन भएको केही समयपछि 10 मिनेट 15 मिनेट 20 मिनेट पछि हेर्न सक्नुहुनेछ। वेबसाइट चाहिँ ह्याङ हुने सम्भावना एकदमै धेरै छ। सो त्यही भएर चाहिँ धेरै तरिकाहरू छन् रिजल्ट चेक गर्नको लागि। त म तपाईले स्क्रिनमा राख्दिने छु, त्यहाँबाट चेक गर्न सक्नुहुन्छ। र भरपर्दो तरिका चेक गर्ने तरिका भनेको चाहिँ तपाईहरु यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ। तपाईले चाहिँ एनटीसी को सिम छ भने 1600 मा मेसेज पठाउन सक्नुहुन्छ, कल गर्न पनि सक्नुहुन्छ। त्यस्तै गरी तपाईको वेबसाइटबाट तपाईले चाहिँ se.gov.np यो 1 नम्बरमा रहेको र 2 नम्बरमा रहेको www.neb.gov.com.np त्यस्तै गरी नेपाल टेलिकम यी तीनवटाबाट चाहिँ तपाईले एकदमै फास्ट तरिकाले हेर्न सक्नुहुन्छ। वेबसाइट कस्तो तरिकाले ह्याङ हुन्छ त्यही अनुसार तपाईले 1 2 3 गरेर चाहिँ तपाईले चेक गर्न सक्नुहुन्छ। रिजल्ट चेक गर्नको लागि चाहिँ तपाईले सिम्बल नम्बर हाल्नु पर्ने हुन्छ र मार्कसिट हेर्नको लागि चाहिँ तपाईले आफ्नो डेट अफ बर्थ राख्नु पर्ने हुन्छ। म तपाईहरुलाई सम्भव भएसम्म मिलेसम्म चाहिँ लाइभ रिजल्ट चेक गरिदिने छु। यही च्यानल मार्फत लाइभ आएर रिजल्ट आउँदा बित्तिकै लाइभ आउनेछु र तपाई पनि जोडिनु होला। च्यानललाई अहिले नै सब्स्क्राइब गरेर राख्नु होला। म तपाईहरुलाई सजिलो हुने तरिकाले चाहिँ लाइभ चेक गरिदिने छु, रिजल्ट चेक। सो आउने छु रिजल्ट आएपछि है त।